सबैलाई नमस्कार। जुन अब धेरै लामो समयसम्म संसदको बैठक चलिरहने क्रममा चाहिँ नि जुन बालेन शाह प्रधानमन्त्रीले चाहिँ नि संसदमा उठेका प्रश्नको प्रति उत्तर दिइरहेका थिएनन्। सम्भवतः सबैलाई थाहा भएकै कुरा हो। अब तपाईँको चाहिँ विशेष गरी चाहिँ नि अहिले उहाँले संसदमा लामो समयदेखि संसदहरूले उठाएका प्रश्नहरूको चाहिँ नि जवाब दिने क्रममा चाहिँ के भन्नुभयो भन्दाखेरि विशेष गरी चाहिँ अब साम्यवादको डेफिनेसन र समाजवाद भनेको के हो भन्ने कुरा चाहिँ नि उहाँले अलिकति राम्रो तरिकाले पढ्दाखेरि मात्रै राम्रो हुने होइन, व्यवहारमा चाहिँ नराम्रो हुने भन्ने जस्तो कुरा चाहिँ भाष्य कुरा चाहिँ उहाँको शैली छ। अनि त्यो चाहिँ एकदम यो तरिकाले अपरिपक्वता भन्छ नि, अनम्याच्योर टाइपको चाहिँ नि जब आफूले देश सञ्चालन हुँदैन, कुनै ठाउँमा रुल एन्ड रेगुलेसन फलो हुँदैन र साधारणतया समाजवादको पहिला मुख्य सुरुवात कहाँबाट हुन्छ र अन्त्य कहाँ हुन्छ र कसलाई चाहिँ समाजवाद भन्ने कुरामा चाहिँ सर्वसाधारण जनताले, आम नागरिकले चाहिँ जसले पनि पढिलेखेका मान्छेले बुझ्छन् होइन। अब तपाईँको हस्पिटलमा तपाईँको चाहिँ केही आरक्षण मात्र विशेष गरी चाहिँ नि गरिबीको लागि मात्र तपाईँको चाहिँ फ्यासिलिटी दिएर चाहिँ साम्यवादको सुरुवात हुँदैन त्यतिले मात्र होइन। पहिला कुन ठाउँमा लगेर चाहिँ विशेष गरी हुन्छ भन्ने अनि प्राइभेट सेक्टरमा चाहिँ नि 10% जति मात्र गरिबी जनतालाई चाहिँ नि विशेष अधिकार पढ्नको लागि मात्रै दिएर चाहिँ नि अधिकार दिएर चाहिँ नि समाजवाद आउँदैन होइन। अनि डिप्लोमेटिक कुरामा चाहिँ विशेष गरी चाहिँ सुकुम्बासी हटाउनलाई देखि लिएर चाहिँ जुन प्रक्रिया यो चाहिँ नि अस्वाभाविक तरिकाले कुन सरकार कुन ढङ्गले तरिकाले चलिरहेछ भन्ने कुरामा हेर्नु त राम्रो छैन। कुनै प्लानिङ भिजन त्यसैमा इन्क्लुड भएकै छैन। एउटा पार्टीगत हिसाबले सञ्चालन भएको त्यत्रो दल बनिसकेको नेपाल सरकारले यो तरिकाले प्रत्युत्तर दिँदाखेरि चाहिँ नि उनीहरू पनि प्रिपेयरै छैन कि, कुनै भिजनै छैन, स्ट्राटेजी नै छैन होइन। मैले यसो हेर्दाखेरि बालेन शाह सरकार पनि एक्लै हुन आँटे जस्तो छ, कुनै सपोर्ट छँदै छैन। यो बालेन शाह पनि कुनै सरकार टक्क लाएर चाहिँ यसो विचार गर्दाखेरि होइन अर्थतन्त्र कुरा गरेँ, त्यहाँ पनि कुनै स्वर्णिम मलयसँग कुनै कोअर्डिनेसन भएको देखिँदैन। अहिले जति पनि आएको छ बजेटमा कुन कुन ठाउँमा लगानी भएको छ त्यो पनि एउटा सही तरिकाको एन्सर भएको छैन। हुँदा हुँदै मलाई यसो विचार गर्दा बालेन शाह सरकारको चाहिँ जुन चाहिँ नि जति पनि मान्छे सपोर्टिभ छन् त्यो जुन दलको मान्छे नै सपोर्ट गरेको छैन जस्तो लाग्छ यसो विचार गर्दाखेरि। त्यही कारणले गर्दाखेरि यो सरकार चाहिँ धेरै लङ टर्मसम्म नजाला कि भन्ने कुरा जस्तो छ। संसदीय बैठकमा चाहिँ उहाँले चाहिँ दिएको संसदहरूको चाहिँ प्रत्युत्तर देख्दाखेरि चाहिँ हेर्ने है